फेरि पनि अगाडिसम्म जाँदैछु साथीभाइहरू म अगाडिसम्म जाँदैछु के कसो पाउँछ हेरिकन लिएर आउने हो। अबुई गाई आयो। यस्तो छ है हामी बस्ने गल्लीहरू चाहिँ यो पोट्लाको गल्ली हो। कानभित्र पानी पसेको जस्तो भयो किचिकिच भयो। के लानु ऊ तलबाट अहिले चिजहरू पनि खानु मन गरेको छ। फेरि मलाई चाहिँ चटपटा ओइली चिजहरू मात्रै खानु मन लाग्छ। चटोरी एकदम उयो छ मेरो मुख चाहिँ क्या। जो चिज हुँदैन नि त्यही चिज खानु मन लाग्छ। तर आफूलाई कन्ट्रोल गरेर बसेको छु साथीभाइहरू। बिमारीको आम्मामा बाहिर त गरम क्या डेन्जर गरम। हात पोलेर मऱ्यो म त। यस्तो छ सोच्दैछु एकछिन उभिएर कहाँ जानुपर्ने हो। उँभो जानुपर्ने हो कि उँभो जानुपर्ने हो केही ल्याउनुको लागि भनेर सोच्दैछु। तर म उधै नै गएँ सब्जीहरू कत्रो आँप हो। ए यो चुस्ने खालको आँप रहेछ है। चुस्ने खालको आँप रहेछ हौ। बनाउँदै आउँदैछु भिडियो बनाउँदै आउँदैछु साथीभाइहरूलाई देखाउँदैछु के कसो। यो दोकानमा चाहिँ यो देख्नुहुँदैछ होइन। यो बाहिर लुगा धुन्दाको सपमा चाहिँ तपाईँले 100 रुपियाँ कोटाको टी सर्टहरू पाउनुहुन्छ। 100 रुपियाँ कोटाको सस्तो